Hello everyone, let's go to Radha Krishna temple with me and मेरो दिदी। हामी चाहिँ बिहानै उठेर मन्दिर जानको लागि तयार भयौं। राधा कृष्ण टेम्पल चाहिँ हामी बस्ने ठाउँबाट ठ्याक्कै 1 आवर ड्राइभ रहेछ। आज सन्डे भएर होला पार्किङ पनि एकदम बिजी थियो, भित्र पनि एकदम भिड थियो। दर्शन गर्नको लागि हामी चाहिँ लाइन बसेर दर्शन गर्यौं। सबै मूर्तिहरूको दर्शन गरेपछि हामीले मन्दिरलाई 3 राउन्ड लगायौं। त्यसपछि बाहिर निस्किएर हामीले शिवजीको र गणेश भगवानको पनि दर्शन गर्यौं। अनि त्यसपछि पालो फोटो र भिडियोको। हजुरहरुले राधा कृष्ण मन्दिर कहाँ छ भनेर थाहा छैन भने यो चाहिँ एलेन टेक्सासमा छ। म लिंक पनि राख्दिन्छु। त्यहाँ भजन पनि भइरहेको थियो अनि हामी एकछिन भजन सुनेर नि बस्यौं। अनि दिउँसोको टन्टलापुर घाममा घरतिर लाग्यौं। घर फर्कदा चाहिँ हामी एउटा दिदीको घरमा बसेको थियौं। उहाँले चाहिँ घरबाटै कुर्ता साडीहरु बेच्नुहुन्छ। यदि हजुरहरुलाई चाहिन्छ भने वस्त्र कलेक्सनमा फलो गर्नु होला। उहाँले एकदमै रिजनेबल प्राइसमा सामानहरु दिनु भइरहेको छ। Thank you so much for watching. Have a wonderful day.